सम्पूर्णमा नमस्कार गर्न चाहन्छु। आज 2082 वैशाखको 22 गते घोडाईमा अविरल वर्षा, असिना सहितको अविरल वर्षा भइरहेको छ। साथीहरू हेर्नुहोस्, यति ठुलो असिना परेको छ अनि हामी पनि यहाँ बाहिर निस्किन नसकेर त्यतिकै बसिरहेका छौँ। धेरै साथीहरू कति ठुलो असिना भइरहेको छ, परिरहेको छ। बाटोबाट भलहरू पनि सानो पानीहरू भलहरू आइरहेको छ। छेउछेउबाट असिनाहरू सेतो छ। पारी वनतिर पनि सेतै बसेको छ असिना। यति ठुलो असिना त मैले अहिलेसम्म देखेको थिइनँ, देख्न पाइयो आज। कति धेरै पानी पर्यो। ओहो, खोला पनि अब भलाउँदैछ, आउन लाग्यो होला सायद खोला पनि। असिना पनि सानो छ र साथीहरू कति ठुलो। ओहो, अब कसरी घर जाने होला। अब छाता पनि लिएन, रेनकोट पनि लिएन, बाटोमा अल्प